रहेछ नाक पनि छैन हौ फेरि हो नाक पनि छैन चस्मा लगायो भने यस्तै हुन्छ ए नाकको टुप्पामै हल्दिन्छ चस्मा अल्झिन्छ हौ अल्झिन्छ हौ हेलो आज चाहिँ म शनिबारदेखि सपिङ गरेकै थिइनँ सपिङ भन्दा खाने सब्जी किचनको सामान अनि धेरैले ओ यो गाडी कहाँ रङ साइड गएको हो महँगी धेरै छ भन्थ्यो कि आज मलाई पनि थाहा भयो मार्केट गएर आएको है सामान किनिरहेको छु किनेर बोकिरहेको छु ओभर महँगो रहेछ ल गाइस म चाहिँ अब देखाउँछु अहिले यहाँ बिल देखाउँछु ल लास्ट टाइम महँगो रहेछ कसरी बाँच्ने होला अब दुबईमा यार सबैतिर मार्केटतिर सबैतिर बम झरेछ बम झऱ्यो भनेपछि त्यही क्या अब प्राइस चाहिँ फेरि ओभर हाई भएछ अब अझै कति बढ्ने हो है अन्त एउटा कुरा क्लियर छ नि फेरि सबै सामानको प्राइस बढ्छ तर सेलहरू बढ्दैन नि त्यही छ क्या आखिरीमा नोक्सान चाहिँ जे जस्तो भयो भने मजदुरलाई नै छ क्या मजदुरलाई नै नोक्सान छ है के भन्नु त अब बाँच्नै पऱ्यो होइन तर नाक पनि छैन हौ फेरि हो नाक पनि छैन चस्मा लगायो भने यस्तै हुन्छ ए नाकको टुप्पामै हल्दिन्छ चस्मा अल्झिन्छ हौ फेरि यस्तै छ होइन अहिले चाहिँ ठ्याक्क यहाँनिर कति बज्यो हौ लगभग 10 साढे 10 भयो होला हौ होइन तर उस्तै आज बिहान चाहिँ म सपिङ गरेँ अब सपिङ गरेपछि सामान बोक्न पऱ्यो म तपाईँहरूलाई बिल देखाउँछु ल त्यहाँ कति प्राइस परेको छ भनेर सबै देखाउँछु म तपाईँहरूलाई